वेलकम ब्याक टु खोज खबर टिभी। म खोज खबर टिभीबाट अहिले नुवाकोटको छु र नुवाकोटका बासिन्दाहरूसँग चाहिँ यो चुनावको माहौल जताततै चुनावको माहौल तातिरहेको बेलामा चाहिँ म यो चुनावमा चाहिँ तपाईँको अमूल्य भोट किन दिनुहुन्छ र कसरी दिनुहुन्छ भन्ने बारेमा चाहिँ यहाँका नुवाकोटका जनताहरूसँग प्रश्न गर्न गइरहेको छु र यो चुनावी माहौल जताततै चलिरहेको छ र यो चुनावी माहौलमा जनताहरू अनि भोट कसलाई हाल्ने र कसलाई दिने भन्ने कुराहरू आफूमै डिस्कस गरी विचार गरिरहेका बेलामा चाहिँ अहिलेको मतदान यो भइरहेको छ। यो मतदान तपाईँको अमूल्य भोट कसलाई दिनुहुन्छ भनेर चाहिँ हामी सोध्न गइरहेको छौँ। आउनुहोस् हामी अगाडि बढौँ। ठिकै छ। अब यसपालिको चुनाव यो चलिरहेछ नि नुवाकोटतिर। अब घर घरमा त धेरै थरी नेताहरू आएको होला, मलाई भोट दिनुहोस् भनेर, होइन? अनि यो तपाईँको यो अमूल्य भोट चाहिँ यसपालि कसलाई दिन चाहनुहुन्छ र किन दिन चाहनुहुन्छ? खै अब पुरानोले यस्तै गरे, अब नयाँ रोज्न पर्यो भन्ने चाहना छ हाम्रो। अब नयाँलाई नै एकचोटि हेरौँ भन्ने चाहना छ तपाईँको? के गर्दो रहेछ नयाँबाट चाहिँ के आशा राख्नु भएको छ त आमा? छोरा नातिलाई यसो राम्रो हुन्छ कि विदेशतिर जानु पर्दैन कि नेपालमै अब यसो रोजगारी हुन्छ कि भन्ने आशा नि हाम्रो त अब उमेर गइगयो। अहिले त अब नेताहरूले घोषणा पत्रमा सबैले अब शिक्षा, स्वास्थ्य, रोजगारी चाहिँ निःशुल्क हुनुपर्छ, नेपालमै बसेर काम गर्न पाउँछ भनेर भन्दैछ नि त सबै। भन्दैछ भन्न त यो कुरालाई चाहिँ जे लागू हुनु पर्यो, लागू गर्नु भन्न त भनिएको छ, हेरौँ न। अब जितेर जानेले संसदमा पुगेपछि यो कुरालाई चाहिँ उठाउनु पर्यो। अहिले मात्रै भनेर भएन है, भन्ने त जसले नि त्यही त भन्ने मान्छे हो, यहीँ रोजगार होस्, नेपालमै राम्रो होस् भन्ने छु म त। जनतालाई दुःख नहोस्, सुखै होस्। के भन्ने छोराछोरी आफ्नो अब सबै नेता राम्रो हुनु पर्यो, सबैलाई राम्रो होस्, गरौँ न। छोरा नातिलाई विदेशतिर जान नपरोस्, यतैतिर यसो काम गरी खान पाऊँ भन्ने चाहना छ दाजु। अब के हुन्छ? यस्तै छ, धेरै आमा बुबाका चाहनाहरू आफ्नो छोराछोरी आफूसँगै बस्न पाऊँ, अर्काको देशमा गएर श्रम बेच्नु नपरोस् र आफ्नै ठाउँमा आफैसँग बसेर नेपालबाटै शिक्षा, स्वास्थ्य, रोजगारी आफै नेपालमै पाए भने नेपालमै आफ्नो सन्तान, आफ्नो परिवारसँगै बस्न पाइन्थ्यो भन्ने आम नेपाली जनताको यो धारणालाई मध्यनजर गर्दै म खोज खबर टिभीबाट बिदा हुन चाहन्छु। यस्तै जनताको मर्म र दुःखको बारेमा बुझ्दै जानेछु र नेक्स्ट एपिसोडमा फेरि देख्न सक्नुहुन्छ। यस्तै मार्मिक कुराहरू हेर्दै जानु होला खोज खबर टिभीलाई।